जति पनि साथीहरू मेरो युट्युब च्यानललाई भिजिट गर्दै हुनुहुन्छ, देश तथा विदेशबाट नयाँ साथीहरूले भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। पुरानो साथीहरूले भिजिट गरिरहनु भएको छ युट्युब च्यानललाई भने तपाईहरुको सकारात्मक सल्लाह सुझाव, तपाईको मनमा जिज्ञासा केही पनि भएको छ, लागेको छ, खुल्दुल लागेको छ भने प्रत्यक्ष रूपमा गएर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्ने मैले पूर्ण आशा लिएको छु। प्यारा प्यारा साथीहरू, यति बेला भने 2080 सालको फाल्गुन महिनामा भाग्य चम्किएका र जीवन बदलिएका, अहिलेसम्म ठुलो सफलता प्राप्ति हातमा लिने 5 वटा राशिको बारेमा म चर्चा र कुराकानी आज प्रत्यक्ष रूपमा तपाईहरुको साथमा म कुराकानी गर्नको लागि युट्युब च्यानलमा म जोडिसकेको छु। प्रत्यक्ष रूपमा जो कोही साथीहरूले पनि युट्युब च्यानललाई हेरिरहनु भएको छ भने तपाईको राशि पर्छ या पर्दैन, तपाईले कुन काम गर्ने या कुन काम नगर्ने, यी 5 वटा राशिले फाल्गुन महिनामा कसरी सफलता प्राप्ति लिनुहुन्छ, फाल्गुन महिनामा 5 राशिका व्यक्तिहरूले कुन कुन कामहरू गर्दा अति उत्तम रहन्छ, कुन काम गर्दाखेरि एकदमै ध्यान दिन पर्छ भनेर म प्रत्यक्ष रूपमा आज कुराकानी गर्छु। र यति बेला भाग्य चम्किएका र जीवन बदलिएका 2080 सालको फाल्गुन महिनादेखि जुन ठाउँमा हात हाल्दा पनि अनन्त सफलता लिने 5 राशिको बारेमा चर्चा गर्छु। र पहिलो जानकारी गराइरहेको छु। यति बेला कन्या राशिका जो कोही व्यक्तिहरू, स्त्री पुरुषहरू हुनुहुन्छ भने तपाईहरुले लिएका लक्ष्यहरू, अहिलेसम्म अड्किएका कामहरू, तपाईका रोकिएका कामहरू, तपाईका बन्देजमा परेका, तपाईका बारमा लागेका, तपाईका खाडलमा परेका, तपाईका पर्खाल लागेर जति पनि कामहरू लक्ष्य त लिएका, अधुरा र अपुरा भएका लक्ष्यहरू भने एक एक गरेर पूर्ण रहनेछन्। फाल्गुन महिनाको 2 गतेदेखि तपाईको भद्रिका गएर 12औं भावमा र सिद्धाले भाग्य स्थानदेखि युति खेल्दाखेरि तपाईको स्थानान्तरण देखिएको छ। यति बेला वैदेशिक कार्यमा जान खोज्दै हुनुहुन्छ भने अनन्त सफलता देखिएको छ भने रोग व्याध र कालकष्ट, तपाईका जति पनि घातक किसिमका रोग व्याध र कालकष्ट दुःखदायक दिनहरू थिए, ती दुःखदायक दिनहरूबाट पनि तपाईले अवश्य छुटकारा प्राप्ति लिनुहुनेछ। विशेष गरिकन स्त्री सुगम महिला मित्रहरूको सुखभोग, महिला मित्रहरूको सहयोगले महत्त्वपूर्ण कार्यहरू पूर्ण रहनेछन् र सुखभोग प्राप्ति रहनेछ। सन्तान पक्षबाट सुख प्राप्ति, कुनै पनि शिक्षा क्षेत्र, वैदेशिक क्षेत्र, बन्द व्यापारबाट अनन्त सफलता तपाईलाई राज्य उठाउनु भयो भने पाइला पछि नै सफलता प्राप्ति रहनेछ। बुधबारको दिन भनेको अति उत्तम रहनेछ भने जो रङ्क नै कन्या राशिका व्यक्तिहरूको लागि शुभ अङ्क रहनेछ। प्यारा प्यारा साथीहरू, जो कोहीले पनि जहाँबाट युट्युब च्यानललाई भिजिट गरिरहनु भएको छ, नयाँ साथीहरू जोडिनु भएको छ भने सब्स्क्राइब गरेर अगाडि बढिदिनु होला। पुरानो साथीहरू हुनुहुन्छ भने तपाईहरुको सकारात्मक सल्लाह सुझाव, तपाईको मनमा लागेको जिज्ञासाहरू प्रत्यक्ष रूपमा कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्ने मैले पूर्ण आशा लिएको छु। यति बेला भने अर्को राशिको बारेमा म चर्चा र कुराकानी गर्छु। तुला राशि। रारी रुरे रो ताती तुते, त्यो अक्षरबाट मार्दै तपाईको नाम उर्छ, तपाईको नाम जुर छ भने तपाईको 7औं स्थानमा पर्ने राशि हो तुला राशि। तुला राशिका व्यक्तिहरूलाई आद्य मध्यान्तर जुन 7.5 ले अहिलेसम्म अड्काइएका कामहरू, रोकिएका कामहरू, बन्देजमा परेका, अप्ठ्यारामा परेका, काडलमा परेका, पर्खाल र बन्देज लागेर बसिरहेका, लक्ष्य त लिएका, अधुरा र अपुरा भएका लक्ष्य भने एक एक गरेर सिद्धा र भद्रिका पिङ्गलको युवतीले तपाईका मनोकामनालाई पूर्ण गर्नेछ।
यति बेला तपाईको 7.5 ले धेरै कार्यहरू विघ्न भएका थिए, धेरै कामहरू रोकिएका थिए, धेरै कामहरू बन्देजमा परेका थिए, धेरै कामहरू अड्किरहेका थिए भने यति बेला पिङ्गल भद्रिका र बृहस्पतिको सम्मिश्रण युतिले गर्दाखेरि महत्त्वपूर्ण कार्यमा तपाईले सफलता लिँदै हुनुहुन्छ। तुला राशिको भाग्य चम्किँदैछ। 2 गते फाल्गुन 2 गते बिहान 2:51 जाँदादेखि तपाईको पिङ्गल र भद्रिकाको युति चल्ने हो। पिङ्गल र भद्रिकाको युतिले तुला राशिका व्यक्तिहरूले अहिलेसम्म लिन नसकेका लक्ष्यहरू, तपाईका अड्की बसेका कामहरू, रोकी बसेका कामहरू, बन्देज र भारमा लागेका जति पनि कामहरू छन् एक एक गरेर तपाईका पूर्ण रहनेछन्। अनन्त सफलता, सन्तानबाट सुखभोग प्राप्ति मिल्नेछ र पति पत्नी बीचको सम्बन्ध भनेको तपाईको समधुर बन्दै जाने हो र वैदेशिक कार्यले पूर्णता लिनेछ। व्यापार व्यवसाय, फलामको व्यापार, दुग्ध तथा तेलीय पदार्थको व्यापार, आभूषणको व्यापार, आलङ्कारिक व्यापार, वस्त्र व्यापारबाट तपाईले दोगुणा तेगुणाले मुनाफा लिनुहुनेछ भने कृषि यति बेला भाग्योदय भएको र के बदलिएको फाल्गुन महिना 2080 मा सफलता लिने राशि तृतीय स्थानमा पर्न सफल भएको राशि सिंह राशि हो। सिंह राशि भनेपछि तपाईको मामी मुमे मो टाटी टुटे त्यो अक्षरबाट मात्रै तपाईको नाम उड्छ। तपाईको नाम जुरु छ भने तपाईको राशि रहनेछ सिंह राशि। सिंह राशिलाई 2080 सालको फाल्गुन महिना शुभाशुभ ग्रहको अनुकूलताले गर्दाखेरि महत्त्वपूर्ण कार्यमा सफलता र पूर्णता देखाएको छ। लिएका लक्ष्यहरू, अड्किएका कामहरू, रोकिएका कामहरू, अधुरा र अपुरा भएका बन्देजमा परेका बारमा लागेका सम्पूर्ण कार्यहरूले पूर्णता लिँदैछन्। यति बेला राजयोगको सम्भावना देखिएको छ। शिक्षा क्षेत्र, स्वास्थ्य, वैदेशिक कार्यले तपाईलाई अनन्त सफलता दिँदैछ। घातक किसिमका रोग व्याध र कालकष्टहरू, ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति मिल्दैछ भने तपाईको परिवारमा माङ्गलिक कार्यहरूको शुभारम्भ र सुरुवात रहनेछ। तपाईले जुन क्षेत्रमा हात हाल्दा पनि एकपछिको अर्को अवसरले तपाईको मनमा कान्ति र परिवारमा शान्ति वातावरणको सृजना गराउने हो। यति बेला तपाईको कुनै पनि द्वादश मुद्दा मामिला वाद विवाद झैझगडामा तपाईको विजेता प्राप्ति रहने हो। तपाईका शत्रुमाथि तपाईको विजेता प्राप्ति रहने हो। जति पनि तपाईका पछाडि दौडिने, कुरा काट्दै हिँड्ने तपाईका शत्रु वैरीहरूले पनि यति बेला तपाईको चरणमा, तपाईको पाहुमा ढोक्दैछन्। यति बेला तपाईलाई नै साथ सहयोग र सपोर्ट गर्दैछन्। तपाईको स्थानान्तरण भने देखाएको छ भद्रिकाले। वैदेशिक कार्यमा तपाई अग्रपंक्तिमा जान सक्नुहुन्छ र सफलता पनि त्यतिकै देखिएको छ। जग्गा जमिनको कारोबारले एकपछिको अर्को अवसर रहनेछ। तपाईलाई अनन्त सफलता देखिएको छ भने सन्तान पक्षबाट सुखभोग प्राप्ति रहने हो। सन्तानकै कारणले तपाईको चर्चा र परिचर्चा चल्दैछ। तपाईको टोलमा, तपाईको बस्तीमा, तपाईको गाउँमा तपाईको प्रशंसाको कुनै कमी रहने छैन। यति बेला जुन क्षेत्रमा तपाई दौडिदा पनि एकपछिको अर्को अवसर अवश्य रहनेछ। यति बेला सक्नुहुन्छ भने सिंह राशिका परममित्रहरू, प्यारा साथीहरू रातो रङको कपडाको पहिरन अथवा सेतो रङको कपडाको पहिरन गरेर कुनै पनि कामको सिलसिलामा तपाई दौडिनु भयो, तपाई लागि पर्नु भयो भने अवश्य सफलता प्राप्ति रहनेछ। तपाईको त्यो महान शक्ति, तपाईको नम्रता, तपाईको बोलीकै कारणले पनि महत्त्वपूर्ण कार्यमा तपाईले पूर्णता लिँदै हुनुहुन्छ। यति बेला जुनसुकै क्षेत्रमा जाँदा पनि अनन्त सफलता मिल्दैछ भने विशेष गरिकन शिक्षा क्षेत्र र वैदेशिक कार्यले पूर्णता रहनेछ। यति बेला तपाईको कुनै व्यक्तिमा फसेको धन, तपाईको हातमा नपरेको धन, तपाईको आशा मारेको, माया मारेको धन पनि तपाईको हात र तपाईको पन्जामा यति बेला आउँदैछ र आर्थिक अर्थतन्त्रबाट पनि कुनै घाटा नोक्सानी रहने छैन। आर्थिक अर्थतन्त्र भनेको तपाईको बलियो छ, स्वास्थ्य बलियो छ। यति बेला प्राकृतिक प्रकोप सँगसँगैका रोगव्याधहरू बाहेक अन्य जोगै रोगव्याधहरू पनि तपाईका न्यूनीकरण हुँदैछन्, निम्न हुँदैछन्। तपाईले जुन
खानपिनमा ख्याल भएको छ, स्वास्थ्यमा सुधार देखिएको छ, यति बेला लक्ष्यहरू पूर्णता रहनेछन्। सिंह राशिका व्यक्तिहरूको लागि पूर्ण सफलता देखिएको छ। मेरो शुभकामना छ। प्यारा प्यारा साथीहरू जो कोहीले जहाँबाट युट्युब च्यानललाई हेरिरहनु भएको छ, नयाँ साथीहरूले भिजिट गरिरहनु भएको छ भने प्रत्यक्ष रूपमा युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो साथीहरूले भिजिट गरिरहनु भएको छ भने प्रत्यक्ष रूपमा तपाईँहरूको मनमा लागेका जिज्ञासाहरू, सकारात्मक सल्लाह सुझावहरू कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भनेर मैले पूर्ण आशा लिइरहेको छु। यति बेला अर्को राशिको बारेमा म चर्चा र कुराकानी गर्छु। 2080 सालको फाल्गुन महिनामा नाम उड्छ, तपाईँको नाम जुड्छ भने तपाईँको राशि हो वृश्चिक राशि। वृश्चिक राशिका दुःखदायक दिनहरू सकिएका छन्। सुख शान्ति र समृद्धिका दिनहरूको शुभारम्भ र सुरुवात तपाईँको फाल्गुन महिनाको 2 गते बिहान 3:41 देखि तपाईँको सिद्धा भद्रिका बृहस्पतिको कर्मिक चाल तपाईँको भाग्यस्थानमा गएर बलियो भएर बस्दाखेरि वृश्चिक राशिका ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति मिलिसकेको छ। यति बेला सुख शान्ति र समृद्धिका दिनहरूको शुभारम्भ र सुरुवात, तपाईँको घरमा माङ्गलिक कार्यहरूको शुभारम्भ रहनेछ भने वृश्चिक राशिका व्यक्तिहरूका रोग व्याध र काल कष्टहरूबाट छुटकारा प्राप्ति, शत्रु बैरीहरूमाथि विजेता प्राप्ति, तपाईँको कुनै पनि मुद्दा मामिला वाद विवाद द्वादश तपाईँको छ भने तपाईँको विजेता प्राप्ति रहनेछ। तपाईँका अड्की बसेका, रोकी बसेका, पर्खालमा लागेका, बन्देजमा परेका, बार र बन्देजमा परेका, तपाईँका अप्ठ्यारामा परेका, पर्खाल लागेका जति पनि लक्ष्य त लिएका अधुरा र अपुरा भएका लक्ष्यहरू भने एक एक गरेर पूर्ण रहनेछन्। फाल्गुन महिना भनेको तपाईँको लागि विजेता प्राप्तिको महिना बन्नेछ, प्रशंसाको महिना बन्नेछ। आर्थिक अर्थतन्त्रको हिसाबले धनमालहरू पर्याप्त रूपमा सञ्चय गर्न सक्ने, धनमालहरू पर्याप्त तपाईँको हातमा पर्न सक्नेछ। तपाईँको आशा मारेको, माया मारेको धन पनि तपाईँको हातमा र तपाईँको पन्जामा रहने हो। वृश्चिक राशिका व्यक्तिहरूको लागि भने स्त्री पुरुषहरूको बीच सम्बन्ध समधुर बन्दै जाने हो। सन्तान पक्षबाट सुखभोग प्राप्ति रहने हो। सन्तानकै कारणले तपाईँको चर्चा र परिचर्चा चल्ने हो। तपाईँले जुन जुन क्षेत्रमा हात हाल्नुहुन्छ एकपछिको अर्को अवसर अवश्य प्राप्ति रहनेछ। वृश्चिक राशिका जो कोही पनि स्त्री पुरुषहरू हुनुहुन्छ यहाँ यति बेला युट्युब च्यानललाई भिजिट गरिरहनु भएको छ भने तपाईँका ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति र तपाईँले एकपछिको अर्को अवसर 2080 सालको फाल्गुन महिनामा लिनुहुन्छ। तपाईँको परिवारमा माङ्गलिक कार्यहरूको शुभारम्भ र सुरुवात रहने हो। भने हुनसक्छ तपाईँको रोकी बसेको वैदेशिक कार्यले भने पूर्णता लिनेछ। एक ठाउँदेखि अर्को ठाउँमा तपाईँले जग्गा जमिनको कारोबार गर्दै हुनुहुन्छ भने दुगुना तेगुनाले मुनाफा रहनेछ भने दुग्ध तथा तेलीय पदार्थको व्यापार, वस्त्र व्यापार, आभूषण र आलङ्कारिकका व्यापारहरू, बन्द व्यापारहरूबाट तपाईँले अनन्त सफलता प्राप्ति लिनुहुनेछ। मेरो शुभकामना छ। तपाईँले कुनै पनि काममा हात हाल्दा, कुनै पनि लक्ष्य र उद्देश्यमा तपाईँ दौडिँदा तपाईँले रातो रङको कपडाको पहिरन र शुक्रबारको साहित्यले तपाईँले अनन्त सफलता र जो रङ नै तपाईँको लागि
हस्। धन्यवाद। जय होस् सबैजनाको लिएका लक्ष्यहरू पूर्ण रहून्, मेरो शुभकामना छ।